सरकार हामीले जम्मै डाँडा खोजी सिक्किममा मान्छेले कमसेकम 25-30 गरी लगाउँथ्यो हाम्रो ढाँडा त्यो बिल्डिङमा राजाहरूका त्यो कसैका कोहीले आफ्नो बनाएको थियो न सब राजाहरू अध्यापकहरू हामीले फेरि कोही गरिदिन्थ्यो हाम्रो मात्रै हेर्थ्यो म फेरि त्यो मैले लगाइनँ त्यहाँ जाने पऱ्यो टाढाको त्यो पुलिस बेला पनि बाल बाहिर हेरेर त्यो माथि हाँडा भोको गर्दै पुछोस् मान्छे बदला भएको थियो हामीले बाहिर खोल्दाखेरि जाँदा डोमा लगाउँदैन थियो त्यो पनि कतिपय ठाउँमा चौरहरू थियो कता मान्छेको खबर गरेर कता कता मान्छे अनि स्कुललाई हो त्यसलाई सब बाह्र चौर थियो गाई बाख्रा भोलि चलाउँदै हरू भयो माथिसम्म त गाई भोलि हाम्रो जानबा हो कि नै र हजुर जानबा छ म गएको थिएन तर अलि अब यति माथि आएको छ त्यो बाटो त्यो बाटो त्यो माथि आएको रावल बना उठ्यो भद्राई दिँदा भयो त्यो फुलबारी बनाएको थियो र साङ्गा भद्रा त्यस्तो बाटो पनि लागेको त्यहाँ मात्रै पढ्थ्यो अरू खालगाउँ छ नि माथि डाँडामा छ नि त्यो सब चढ्थ्यो यहाँबाट वनबाट चढ्दै गएर उहाँ निस्किँदै 8 दिनमा चढेर साँझ यसो राख्नु बल्ल बात गरेर आउँथ्यो बाजेसँग भेट भयो कि नै अस्ति न बाजे आउनुभएको थियो उहाँ मामाहरूको के कुरा गरेँ मैले गाई भुइँ चढ्ने कुरा म पनि कता बस्नु पहिला भेट हुन्थ्यो कि नै पहिला पहिला भन्नाले बिहा पछाडि पनि कि खासै भेट भएन क्या नि न यहाँ टाइममा आउनुहुन्थ्यो त्यही पनि खासै भेट भएको थिएन कि टाढामा जान्न कि बाघा माइती देश माउरी देशभरि एकको पाखा पानी हो एकै फेला गएर आमा सानसानोमा उहिले बाटोमा गएको थियो तिमी कता खाने के गर्नु अगाडि बड्डा मुर्थ्यो कि अब यहाँ म सानसानो बच्चा थिएँ होइन यत्रो अब अरूको तिमी बड्डा मुर्क्यो त्यो मलाई गरेर थाहा छ एउटा के जागिर खाएर थोरै मान खाएर कुनै मामा बाघा मामा र छोरा नातिहरू छोरा नाति पाँच तिनीहरू या कहाँ जागिर खाएर हामीलाई त्यो तिनीहरू आएर तल गयो रोजेर बा हुन्थ्यो कहाँ त्यो पनि जानु मन लाग्यो म पनि घर आएको थिएन